आज हामीले के स्पेसल खाम त साथीहरू किन होला भनेर थाहा पाउनु भयो कि नै। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ मेरो डे 17 मिनी ब्लग हो। सबैजना सन्चै हुनुहुन्छ होला। मेरो मिनी ब्लगलाई माया साथ सपोर्ट गरिदिनु होला साथीहरू। हेर्ने बेला 1-2 मिनटको मजाले हेरे जस्तो लाग्छ, तर यसमा पनि मेरो मेहनत छ साथीहरू। क्लिपहरू जोड्नु पर्यो, गर्नु पर्यो, तर सबैजनाले माया गरिदिनु होला है साथीहरू। मेरोमा सबैले लाइक, कमेन्ट, कपी, लिङ्क है सेयर गरिदिनु होला साथीहरू। मैले चाहिँ बिहानीको सुरुवात खानासाना बनाएर भ्याएँ साथीहरू। त्यसपछि बाबुलाई तलले पसलमा लिएर आएँ। बाबु खेलिरहेको थियो अनि मम्मी पनि आउनु भएको थियो अनि आमा देख्ने बित्तिकै दौडेर गयो अनि खाना खाने बेला भयो साथीहरू। कहिलेकाहीँ हामी आटो साटो पनि खान्छौँ कि हजुरले खानुहुन्छ कि नै। आटो दहीसँग कस्तो मिठो हुन्छ। अनि मैले सबै भाँडासाँडा धोएर कामसाम भ्याएर अनि बाबुलाई सुताएँ साथीहरू। अनि हेर्नु न यस्तो एक्कासी दरदर पानी आयो साथीहरू। अब मौसमले च्यालेन्ज गर्छ त यस्तो पकौडा खान मन लागेको थियो। गर्मीमा घाममा खान सकेन नि त, पानी परेको बेला खाइलौँ भनेर नन्द भाउजू मिलेर हामी पकौडा बनाउन तर्खर लाग्यौँ साथीहरू। नन्द भाउजू मिलेपछि त जे पनि बनिहाल्छ क्या हाम्रोमा त। अनि मैले चिया पनि बनाएँ। कसैले पकौडा सकौडा बनाउनु भयो अनि एकदम मजाले चटनी बनाएर हामी एकदम सबैजनाले इन्जोय गरेर खायौँ साथीहरू। एकदम मिठो भएको थियो है, पकौडा चाहिँ एकदम मिठो बनाउनु भएको थियो। अनि सबैजना मिलेर सँगै, त्यो पनि भित्र त गर्मी नै थियो साथीहरू। मेरो मुख हेर्नु टल्किरहा पङ्खा चला भने शीतलै छ, नत्र त बाहिर पानी पर्छ, भित्र गर्मी छ क्या। नेपालमा त जे गरे पनि सुख हुँदैन है, किन होला। अनि साथीहरू तपाईँहरूलाई मेरो मिनी भ्लग कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला। फुल भिडियो वाच गरिदिनु होला है साथीहरू। कहिलेकाहीँ लामो पनि हुन्छ, कहिलेकाहीँ छोटो पनि हुन्छ, यस्तै हो। अब कहिले सन्चो हुँदैन, कहिले के हुन्छ है, सबैले बुझिदिनु होला। अनि त्यसपछि हामी सबैजनाले अब हेर्नु पकौडी सकौडी खाएर कुराकानी गर्दै मजाले इन्जोय गरेर सबैजनासँग बसेर खान्छौँ। आमा अब के गराउँदा पकौडा खाइयो, हल्का धेरै गराउनु झ्याउला साथीहरू। त्यही भएर सिन्कीको झोल र भात खाम पानी परेको थियो, मौसम पनि शीतल थियो। अनि बिउसलाई पनि नुहाइदिँदै गरेर हिरो बनाएँ, ह्यान्डसम बनाएँ, हेर्न सक्नुहुन्छ। अनि सिन्कीको झोल र भात बिहानको त आटो सब मिक्स गरेर खाएको साथीहरू। यस्तो मिठो भएको सिन्कीको झोल कसलाई मनपर्छ कमेन्ट गर्नु होला। मलाई त एकदम मिठो लाग्छ। अनि साथीहरू यस्तै गरी मेरो दिन, बच्चा, घर अनि यस्तै गरी बितिरहेछ। मामा घर गएर हेर्नु न, मामा घरमा त भान्जा साँडा हुन्छ भन्छन्, हो रहेछ है साथीहरू। लसुन फाले यो बिमासले। अनि हामी एकछिन मम्मीलाई भेटेर आयौँ। अनि यता आएर फुपू र भदैको माया देख्न सक्नुहुन्छ। यस्तै गरी दिन बितिरहेको। बाई बाई साथीहरू, थ्याङ्क यू फर वाचिङ।